वो आने वाली है या आने वाला है, ये जल्द ही पता चल जाने वाला है। कोई छोटे छोटे हाथों से हमारा संसार सजाने वाला है। बचपन जीने का एक मौका फिर से लाने वाला है। उंगली पकड़कर किसी नए रास्ते ले जाने वाला है। और वो जिसने अपना सब कुछ बांटा आधा आधा है, प्यार जिसका बाकी सबसे 9 महीने ज्यादा है। से कदमों की आहट है, मीठी सी प्यारी सी गूंजने वाली खिलखिलाहट है। मेरे दिल का टुकड़ा होगा, मेरी सांसों से है जुड़ा वो, हम जैसा हुआ हो। कोई आएगा आएगा कोई आएगा, खुशियाँ लाएगा आएगा कोई आएगा। कोई आएगा आएगा कोई आएगा, खुशियाँ लाएगा आएगा कोई आएगा। सही हो जाएंगे जुदा। फानाया बस कोई रब से मिलेगा, प्यार की निशानी होगी, प्यार की निशानी होगी। कुछ तुझसा कुछ मुझसा वो होगा, होगा ना तेरे दिल की मेरे दिल की वो धड़कन होगा। दिन शुरू खुसी छु यस्तो मोमेन्ट्समा अब सबैसँग सेयर गर्दैछु है। अनि यो 2025 भन्दा एकदमै राम्रो साल हो हाम्रो लागि र मेरो सालीको लागि पनि एकदमै खुसी छु। साली पनि एकदमै एक्साइटेड छ। साली पनि यहाँ सानोबाट कता जानु पर्यो नि तपाईँ पनि जोइ पनि के को नाटक यो। अनि यहाँ बेबीलाई एकछिन सार्ने अरे अनि त्यहाँ यहाँ राख्ने यसो राख्ने हो। यो मान्छे राख्दा के हुन्थ्यो। एकछिन यहाँ ल्याउ त यसो गर कि यो नखोला न यो एकछिन यो त खोल्नु यो पक्र त केक त रोलकिङको स्माइल केक दिनु ओहो के छ हाम्रो सुनिता सालीको के छ। ओहो ठिक छ। के को नाम भोलि त माथि टक्क राख्नु लागि हाम्रो जोजोलाई यसो फोन गरिदिउँ न नरिसाइकन। भित्र बस्छ यो बेबीको अलिकति हट यो पनि खाली गर्नुपर्छ होइन। त्यो बलुनहरू निकाल्नु पऱ्यो नि त। सागर
अन्ध्यारोमा तिमी मेरो दीप अन्त हाम्रो प्रितम भाइलाई कस्तो लाग्छ आज आइ एम भेरी मच एक्साइटेड है अब है हर्षलता बहिनी र ज्वाइँको लागि चाहिँ धेरै धेरै ब्लेसिङ्स ह्याप्पी बेबी सावर भन्नु पर्यो है हाम्रो यता नयाँ भाइलाई मलाई चाहिँ एकदम खुसी लागिरहेको छ आज त कलकत्ताहरू भेना दिदीहरू भाइहरू भेट्दाखेरि एकदम मन एकदम प्रफुल्लित छ आज चाहिँ। एकदम 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 रमाइलो भइरहेको अन्त हाम्रो पापालाई हुनेवाला पापा के छ छ पापा? रमाइलो भइरहेको छ यो फिल्ममा छ पापा। ढिलो आयो सागर भाइ पर्खिँदा पर्खिँदा यो बेला भयो तिमीलाई हो तर पनि ठिकै छ घुम्दै 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 टाढ त्यो हाम्रो यहाँ स्पेसियल हाम्रो मेरो साली हुनुहुन्छ जसको चाहिँ बेबी सावर यता चाहिँ हाम्रो मेरो कम साली हुनुहुन्छ हो के गर्नु जति भिडियो बनायो आउने त होइन हामीले तेरे सपनों का संसार संवरने वाला है सुना है आसमां से चांद उतरने वाला है अपने आंगन में से चारों को सजाए रखना अपनी गोद में बहारों को बिछाए रखना हाँ एक नन्हा सा मेहमान आने वाला है नन्हा सा मेहमान आने वाला है दिल तेरी भरी मिठाई जैसा मीठा होगा दूध में तेरी भरी मिठाई जैसा मीठा होगा होगी तेरी छवि
वाउ वाउ दादा म खतरा डान्स हुँदैछ तिमीहरू दुईजनाको सुन त आजको बेबी सावरको उपलक्ष्यमा के भन्नु छ तिमीलाई सबैजनाले धेरै मनभित्रबाट धेरै धेरै धन्यवाद सबैजना आइदिनु भयो सबैजनाले यति मजाले अर्गनाइज गरिदिनु भयो एकदमै धेरै 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 धन्यवाद थ्याङ्क यू भेरी मच सानो बहिनी तिमी त भर्खर आएको यहाँको एक्सपिरियन्स त सोध्दिन तर आजको कस्तो लाग्यो पार्टी एकदमै रमाइलो एकदमै इन्जोयमेन्ट भइरहेको छ एकदम बटर के भएर बटर चिकन खाएर है? के भन्छौ यता यता कार्तिनी आजको यहाँ त्यहाँ हल्ला छ यता आजको यो सुलताको बर्थडे पार्टीको कस्तो भयो तिमीले सरी के भएको म बेबी सावरको कस्तो एक्सपिरियन्स भयो समरको एकदम राम्रो भयो म एकदमै खुसी छु ठुले आमा हुनेवाला छु हो ठुले आमा है हो निमा बहिनी यहाँ सुलता क्षमा उप Tell me about your experience of today's program. Today's program भन्नु पर्दाखेरि चाहिँ आजको मात्रै नभएर उसको र मेरो फ्रेन्डसिप देखिको नै म अलिकति सर्ट फर्ममा भन्छु होइन आजभन्दा धेरै अगाडि 10-12 वर्ष अगाडिदेखि नै हामी चिनाजाना हो होइन कलेज टाइमदेखि नै देखेको चिनेको हो अन्त कलेज टाइममा अब दादासँग लभ पर्दा देखेको हो अनि त्यसपछि उनीहरू स्ट्रगल फेजमा थियो दुईजनाको आफ्नो एउटा टार्गेट थियो होइन ब्याचमा गएर उनीहरूको लभ सक्सेसफुल ह्याप्पी म्यारिडमा कन्भर्ट भयो त्यसको बादमा अब आजको दिन योभन्दा अब खुसी ब्लेसिङ्सको दिन त अब के भन्न सक्छौँ र अन्त म उसको एकदम क्लोज फ्रेन्ड एउटा राम्रो साथी हुनुकोले गर्दा चाहिँ म चाहिँ एकदम भित्र एकदम डेप्थ अफ माई हार्ट फ्रम द डेप्थ अफ माई हार्ट आइ एम रियली भेरी ह्याप्पी फर हर म त्यही नै भन्न चाहन्छु म एकदम खुसी छु दादा र उसलाई साथीलाई चाहिँ एकदमै बधाई छ म त्यति भन्न चाहन्छु थ्याङ्क यू भेरी मच बहिनी थ्याङ्क यू भेरी मच जी उषाजी आजको मेन क्याप्टेन तपाईँ हो तपाईँ नभएको भए सायद यो प्रोग्राम सक्सेसफुल हुने पनि थिएन यति मजाले हुनेछ र आज यो बहिनीको एउटा राम्रो बेबी सावरको दिन केही 2-4वटा केही शब्द भन्नुहुन्छ आन्तरिक हृदयबाट मेरो बहिनी अनि भाइ पनि होइन भाइ बुहारी पनि होइन मेरो बहिनी मेरो भाइलाई धेरै 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 बधाई आउने दिनहरू धेरै धेरै खुसी साथ बितोस् होइन हामी सदा सर्वदा हामी एक भएर यहाँनिर इजरायल बसिन्जेल मात्र होइन यहाँबाट गएर पनि हाम्रो फ्रेन्डसिप चाहिँ नटुटोस् सदा सर्वदा हामीमा प्रेम रहिरहोस् दुईजनालाई एकदमै 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 बधाई थ्याङ्क यू भेरी मच दी सुन्टी के भन्न चाहन्छौ तिमी सुन्टी त अब त्यही हाम्रो लेडी कपिल शर्मा तपाईँले के भन्न चाहनुहुन्छ कि हेर्डी म यही भन्न चाहन्छु हेर्डी खानु हष्टपुष्ट रिष्ट छोरा जन्म तपाईँले केही भन्न चाहनुहुन्छ कि अतिथिहरू आइपुग्नु भएको छ दुईजना हाम्रो मेन अब प्रतिष्ठित कलाकारहरू हो हाम्रो जो पनि आइपुग्नुमा हाम्रो प्यारो एकदम मुटुको टुक्रा हाम्रो सागर भाइ पनि आइपुग्नु भयो हो दुईजनै अब एकजना अब किङ खान हो भने अर्को फेरि ऋतिक रोशन छ एउटा गुड हो भने अर्को चिनी तर एउटा कुरा थाहा छ गुड चाहिँ गुड भएर जान्छ अरे तर चिनी चाहिँ चेला भएर जान्छ चिनी भएर जान्छ अरे क्या गुरु चाहिँ होइन
गुरु चाहिँ गुड भएर जान्छ अरे चेला चाहिँ चिनी भएर एकदम भाइ हजुर आजको उपलक्ष्यमा केही कुरा एक दुई लाइन केही भन्नु आई एम भेरी मच ह्याप्पी एन्ड एक्साइटेड यो बेबी सावर बहिनी जोइनको बर्थडेमा त्यसै सेलिब्रेट गर्नु पाउँदा एकदमै खुसी अनि सेलरोटी पनि दामी आफ्टर लङ टाइम थ्याङ्क यू कसले बनाएको सेलरोटी कस्तो सेलरोटी मिठो खायो भने जस्तो मिठो हुन्छ एउटा होइन यता बेबी भन्नु दैलो मैले खोलेर होइन के भएछ गरम भयो ल ल ल यो के भन्छ यसलाई हातमा बोकेकोलाई त्यो उयो गर्छ सबै ठिकै छ सबैले इन्जोय गरिरहेछ एभ्रीवन इज ह्याप्पी यस अब तिमी पनि हेर थाक्यो अब बस चाहिन्छ